हामी हाल क्रोएसियाबाट म चाहिँ अमृत भण्डारी, विशाल थापा, प्रेम थापा हाम्रो सार्वजनिक भान्जा। अनि हामी चाहिँ अहिले क्रोएसियामा। विशाल दाइ, तपाईँ चाहिँ सुरुमा चाहिँ कसरी कोवा मार्फतबाट चाहिँ यहाँसम्म आइपुग्नु? त अब हामी क्रोएसिया चाहिँ हान्ने भनेर आएको होइन होइन। पहिला त मैले एप्लाई गरेको त हङ्गरीको लागि एप्लाई गरेको थिएँ सुरुमा होइन। त्यस्तै आफन्तीबाट रिलेटिभ्सबाट। हजुर, रिलेटिभ्सले अब हान्नु त हानेको र आउँछ भनेर हानेको गऱ्यो। वहाँ गएर त दिल्ली जानु पर्यो। दिल्लीमा गएर बिएफएक्स गरेको। बिएफएक्स गर्दाखेरि एक हप्ताको भित्र क्यान्सलेसन आयो। फेरि भएन, रिजेक्ट भयो क्या। अनि त्यसपछि फेरि छोडिदिएको थिएँ मैले। त्यहीँ रेस्टुरेन्ट नै वहीँ चलाइराखेको थिएँ नेपालमै। अनि त्यसपछि फेरि यता मेरो एउटा रिलेटिभ्सले क्रोएसियाको लागि यस्तो छ, सेफको लागि भनेर खोलिदिनु एप्लाई गर्छस् भनेर सोध्नुभयो। मैले एप्लाई गरेर छोडिदिएको थिएँ। पछि भिजा आइहाल्यो। जस 6-7 महिनामा काम भयो। 7-8 महिनामा 8 महिनामा जस आइपुग्यो। त्यतिमा म कति अप्रिल 1 भनेको 2000 यो नयाँ सालमै आएको। 1 गते चाहिँ हाम्रो फ्लाइट थियो। 1 गते हामीभन्दा अगाडि आउनु। अनि प्रेमको चाहिँ मेरो त धेरै लामो छ कहानी त। सुनाउन हामीसित टाइम पिन्छ। पोखराको दादाबाटै स्टार्ट गरौँ। म त अब खास म विदेश आउने मेरो प्लान चाहिँ थिएन। अब नेपालमै केही गर्छु भनेर टक्क लगाएर केही सोचेको थिएँ। कहाँदेखि हो त्यो भन न। ए यहाँ आएको होइन क्या, घर गाउँ ठाउँ। ए नमस्कार है, म प्रेम थापा। मेरो घर चाहिँ तनहुँ मचबारी। म चाहिँ अब सुरुबाटै भनौँ न अब होइन। अब भनौँ अब सुरुमा चाहिँ म कामको लागि चाहिँ म पोखरा छिरेँ। लगभग 10-11 वर्ष म काम गरेँ। अब त्यसै काम गर्ने क्रममा बिहे पनि गरियो होइन। सानै उमेरमा अब त्यही 18 लभ म्यारेज। अब कति 6-7 वर्षको लभ म्यारेज। होइन तिमी जन्मिने बित्तिकै लभ गरेको होइन मेरो म फेरि म 14 वर्षमै। अहिले तिमी कति पुगेछौ? म 25। अनि 25 पुगेछौ भनेपछि 7 सालको रिलेसन गरेपछि 18 होइन त्योभन्दा कममा। बापरे बाप, अहिले होइन नि त बिहा गरेको फेरि 2-4 साल पहिल्यै हो। छोरा जन्मिसकेछ। परेश त 14-15 वर्षमै बिहा लभ पर्यो रहेछ। त्यति वर्ष म सुरुमा पोखरा छिर्ने बित्तिकै लभ पर्यो क्या। त्यसरी बुझौँ न कुरा। म 14 वर्षमा पोखरा छिरेँ। अब त्यति बेलै मेरो लभ पर्यो। अब लभ परेर बिहे गरियो है। अब पहिला चाहिँ अब जिन्दगी त सजिलै थियो है। अब विदेश आउने मेरो चाहिँ प्लानिङ अर्को थियो। अब बिहे गरियो। अब त्यही अब त्यो उमेरमा जसलाई पनि त्यही त हो होइन। सबैलाई त्यही त हो हुने होइन। चुलचुले पैसा अब त्यसैमा झ्याम्मै हानिहाल्यो। अब बिहे गरेपछि अब जिम्मेवारहरू धेरै लिनु पर्यो। अब त्यही भएर अब विदेशतिरै हाल्नु पर्यो। म विदेश पोखरा चाहिँ गएर गरेको चाहिँ के पोखरामा? म त होटेल लाइनमा गरेँ नि। कति साल गऱ्यो पो? 10 वर्ष। म एकै ठाउँमा धेरै बेर गएँ। एक ठाउँमा 3 वर्ष जति गरेँ। नत्र त अर्को ठाउँमा त म 5-6 वर्ष एकै ठाउँमा काम गरेँ। अब त्यहाँ नै अब राम्रै थिए पैसा। रमाइलो हुन्छ है नेपालमा। आफ्नो देशमा काम गर्न पाउनु त रमाइलो। आफ्नो परिवारसँग बसेर खानु, बिहान साँझको खाना। होइन, आफ्नो परिवारसितै नभए पनि किनकि एउटा दाजुभाइ, नेपाली दाजुभाइ आफ्नै हो त्यो जस्तो लाग्छ। त्यही त त्यही पनि यहाँ पनि हुन त छ। तर अब यस्तो हो कि यहाँ आफ्नो रन्कमा हुन्छ। यहाँ दाइ फरक छ। यहाँ नेपालका साथीभाइ यहीँ आयो भने पनि धेरै फरक भइदिन्छ। बदलिने त्यही हो कि नि? यस्तै हो यहाँ विदेशमा। अब त्यस्तै त हो, सबै कुरा चेन्ज हुने, आफ्नो उद्योगमा लाग्ने।
अब के भन्न सकिन्छ। म धेरै फसेँ नि त पहिला, मैले 6-7 ठाउँमै ट्राई गरेँ। अप्लाई गरेँ विदेशको युरोपकै लागि। युरोपको लागि होइन, मैले खाडीकै लागि हाने हो। बिहे गरेपछि ल भएन अब नेपालमा केही खाडी मैले ट्राई गरेको, मेरो पैसा चाहिँ फस्यो। अब त्यस्तै 50,000 1 लाख रुपियाँ 2.5 लाख रुपियाँ गरेर मेरो टन्नै पैसा गयो। अब आफ्नो कमाइको होइन, अब ऋण गरेर टन्नै कमाइको गयो, मेरो डुब्यो टन्नै पैसा। म विदेशै आउँदिनँ, म भने मजाले सुतेर बसेको मान्छे। अब युरोप भनेर यसो छिरिहाल्यो। अब युरोप त साह्रै दुःख रहेछ। कति लाख तिरेर आइयो खासमा हामी त? म त ठ्याक्कै 12 त ठ्याक्कै दिया हो। विशालले खर्च भयो त्यति, खर्च त त्योभन्दा बढी भयो, त्यति त तिर्यो। त्यति त तिरे। एजेन्टलाई चाहिँ दिएर आएको त्यति त। 3 चाहिँ 9 मैले तिरेँ क्यास त्यसलाई चाहिँ। तर यताउता खर्च गर्दा 12 त पुग्यो मेरो। 12 हाम्रो त धेरै। मेरो 12 मात्रै त मैले एजेन्टलाई चाहिँ बुझाएको 12। अनि बाँकी तपाईँको हाम्रो भिएफएस गर्दाखेरि चाहिँ 1 लाख रुपियाँ त मेरो धेरै गडङ्गै गयो। अब तनहुँ पोखराबाट जाँदाखेरि नर्मल 10-15 हजार जसलाई पनि खर्च हुन्छ। अनि फेरि अघिल्लो दिन गएको केटाहरूलाई भएन भनेर फेरि पछिल्लो दिन अनि रुममा बस्नै पर्यो होटलमा, अनि खर्च बढिहाल्यो। काठमाडौँको खर्च हामी त बिएफएक्स गर्दाखेरि कति 25,000 इन्सुरेन्सको, अनि कति मागेको थियो 22,000 कति त्यो त 29 कि 22 मेरो 33,000 के दिएको कि बिएफएक्समा त्यत्रो। हामी त त्यति लिएन यार। तिमीहरू कहाँ गएको? दिल्ली होइन, यहीँ छायामा गरेको मुर्दारहरूले फसाइदिए कि। त्यहाँ त हर ठाउँमा लुट्नै बसेका कि सबै आउँछ च्याप्पासम्म त लुट जलाइदियो त छाया सेन्टर पनि अहिले। त्यो त राम्रै भयो। जेएनजीहरूले होइन बिहान द क्यामेरा जेएनजी हुनुहुन्छ फेरि हाम्रो जेएनजी उनीले छेक्यो क्या हो क्यामेरा जेएनजी। हजुर के छ त नि अब तपाईको के छ? सही हो। अनि क्रोएसिया पहिलोचोटि आउँदा चाहिँ कस्तो लाग्यो माथिबाट हेर्दा चाहिँ यार? म त पहिलोचोटि प्लेनमा चढेको। पहिलोचोटि म पहिलोचोटि विदेश आएको, पहिलोचोटि प्लेन चढेको। अब नेपाल छोड्दाखेरि त साह्रै नसक्ने। म त यहीँ जागृतमा झरेर पनि म त घर फर्किनु जस्तो भएको। अब घरको याद आएर म त एक रात त मजाले रोएँ पनि होइन। टक्क भिडियो कल गरेर टक्क होइन। अब आफ्नो श्रीमतीहरू आफ्नो छोराहरूलाई हेरेर टक्क आँसु चाहिँ तुरुलुक्कै आयो क्या मेरो होइन। अब याद चाहिँ निकै आउने परदेशी भएपछि घरको चाहिँ काठमाडौँ इन्टरनेसनल एयरपोर्टबाट हिँड्न गाह्रो हुने यार। अब यस्तो छुट्टिन मात्र गाह्रो भयो। अब त्यति बेला मलाई आफ्नो फ्यामिलीसँग छुट्टिन गाह्रो भयो। त्यसपछि उता भित्रखेरि चाहिँ आफ्नै काममा चाहिँ व्यस्त भएर त्यति साह्रो दुःख चाहिँ भएन। तिमीलाई म त्यो मेरो आएको कहानी त बताउँछु कि त्यो के भन्छ त्यसलाई। हामी नेपाल एयरपोर्टबाट इन्टरनेसनलबाट चढ्यौँ नि। चढ्यो ठिकै छ। हामी चढेपछि ल दुबई आउन जस्तै ल्यान्डिङ गर्न थालेपछि अझै माथि चाहिँ थियो कि हाम्रो प्लेन यत्रो लेभलमा उठेको उडिराखेको प्लेन 81 सिधा यस्तो गइदिएको के। सिधा 81 जाँदा चाहिँ सुतेको मान्छे उठेर ल सबै चिल्लाउन थाल्यो, गयो आज सबै। अनि प्लेन म थिएँ, अर्को मन्दाई हुनुहुन्थ्यो हाम्रो मन्दाई, अनि साइडमा एउटा दुवै सबै नेपाली। 81 के त्यत्रो हाइटमा थियो, 81 तल जम्मै गयो कि यतिकै सिधै गइदियो कि। हामी यस्तै भएको के ला आज क्रोएसिया पनि पुगिन्न क्या। फर्स्ट टाइम उडेको युरोप गयो आज भनेको झन्डै ढ्याप्पै रोकेर फेरि तल ल्यान्डिङ भइहाल्यो क्या प्लेन पनि। ठ्याक्कै ल्यान्डिङ हुने बेला चाहिँ हो क्या त्यस्तो भएको फेरि। अनि त्यसपछि हामी कति 11 घन्टाको ट्रान्जिट पर्यौँ दुबईमा। अनि 11 घन्टा के गरेर बस्नु दुबई? के गर्ने दुबई चाहिँ एयरपोर्टै त्यत्रो ठुलो। अनि 4 घन्टा घुम्नै लाग्छ एक ठाउँदेखि अर्को ठाउँ। त्यो प्लेनबाट चढेर बसमा आउँदाखेरि आधा घन्टा लाग्दै थियो यार एयरपोर्टभित्र। मलाई त दुबईको त्यो सुन पो मलाई त झोलामा हालेर ल्याउँ जस्तो भएको थियो। अनि त्यहाँदेखि एयरपोर्ट बिहान हामी 9 बजी चढेको फेरि। अनि यहाँ हामी दिउँसोतिर
बेलुकातिर आइपुगेको क्या माथिबाट हेर्दा माथिबाट हेर्दा तिमी त पुरै खेतै हाम्रो गाउँभन्दा पनि अब बिजो के देख्यो म त कहाँनिर लिएर आइपुगाएँ यार यिनीहरूले त यार फेरि साला खेतीबाडी गराउनु लिएर आयो क्या भनेर एकदम कि पुरै खेतै खेत बाहेक त केही देखिँदैन ल्यान्डिङ हुने बित्तिकै फेरि एउटा प्लेन देखियो कि फेरि लौडा होला नाम पनि लौडा अरे नामै कस्तो राखेको कि यहाँको त्यसपछि केटाहरू त खुसी भयो एकछिन सानै छ हाम्रो देशको भन्दा यो हाम्रो त मुगुको एयरपोर्ट जत्रो छ एयरपोर्ट त यत्रो छ नि तर फेसिलिटी अनि एउटा कानुनी हिसाबले राम्रो हो कि फेसिलिटीहरू सबै रनवे एउटा थियो दुईटा एउटै रनवे यत्रो एयरपोर्ट तर त्यस्तो उ त्यो नगराउने नेपालमा जस्तो लफडा केही नगराउने कि सिधै तिमी जाऊ चेक गरेर सर्ट एक्जिट सिधै अनि त्यो चाहिँ हामी आउँदा त मान्छे नि थिएन हामी 6-7 जना तिमीलाई के भनेको एयरपोर्टमा त्यो भन न नेपालको एयरपोर्टमा मलाई एयरपोर्टमा त धेरै गऱ्यो नि हामी अब क्रोएसिया आउने हामी क्रोएसिया रोमानिया आउनेहरूलाई चाहिँ एयरपोर्टमा हामी लगभग 60-70 जना थिए रोमानिया र क्रोएसिया मात्रै आउने त्यो दुबई फ्लाइटमा सब पहिलाकोलाई 20 जनालाई फर्काइदियो भनेर गफ लाग्यो क्या त्यहाँ हाम्रो जो पनि त्यो हाम्रो एयरपोर्टमा बस्ने त्यो हाकिमहरू हुन्छ नि त अब हामीलाई त रोक्यो त्यहाँ अब त्यहाँबाट हामीलाई जम्मै बिदाई गरेर टिका लगाएर खातासाता लगाएर पठाइसक्यो अब त्यहाँ लगायो लो तिमीहरू सुरुमा म सबभन्दा सुरुमा म गएँ त्यहाँ लु तिमीहरूको त यो शरम गरेको नि मिलेन लु तिमीहरू त फर्किनुपर्छ रोमानिया क्रोएसिया कोही पनि जान पाउँदैन भन्छ तनाव भएन हामीलाई 3 घन्टा रोक्यो क्या त्यहाँ अब त्यहाँ मेन पावरले के गरेर पैसा अब पर पर्सन 20,000 रुपियाँ दियो भनेर हामीलाई मेन पावरले भन्न त भन्थ्यो दिएको दिएन त्यो त थाहा भएन अब लास्टमा आधी हाम्रो 9:30 बजेको फ्लाइट थियो 9 बजे ठ्याक्कै त्यहाँबाट रोकाइदियो 3 घन्टा त हामी त्यहीँ बस्यो फर्किनुपर्छ भन्छ अब त्यस्तो छ अब नेपालमा है अब के गर्ने यहाँ आसी चाहिँ कस्तो लाग्यो क्रोएसिया चाहिँ तिमीलाई त्यो थाहा थियो किन फेरि सिजनल हो भनेर मलाई सिजनल हो भनेर पहिला चाहिँ थाहा थिएन मलाई सबभन्दा समस्या त त्यही के मान्छेलाई धेरैलाई त थाहा छैन अब वर्क परमिट आउँदा नि थाहा थिएन मलाई त भिएफएस गर्ने बेलामा बल्ल थाहा भएको मैले सिजनल भनेर त्यहाँ हामीलाई यहाँको कन्ट्र्याक्टहरू जम्मै दिएको थियो नि त हो त्यति बेला मैले सबै फाइल हेरेको बल्ल सिजनल भिजा हो भनेर थाहा भएको अब मैले मैले त अब त्यही भन्छु अब आउनेहरू चाहिँ अब सिजनल पहिल्यै राम्रोसँग चेक गरेर आउनु होला होइन अब अप्लाई युरोप भनेर चाहिँ नआउँदा राम्रो अब अलि मजाले बुझेर आउँदाखेरि राम्रो हो अब त्यही बेहाल छ नि अहिले यहाँ कस्तो छ स्थिति यहाँको सिजनलमा आउनु भनेको अहिले धेरै जस्तो युरोप कन्ट्रीमा नेपाली नभएको छँदै छैन कि छैन नेपालीले भरिसकेको छ युरोप नेपालीले भरिसकेको छ अनि फेरि यहाँ कसैसित केही सोध्यो भने पनि नेपाली जो एजेन्ट निस्किन्छ त्यसैले लुट दिन्छ उसले चाहिँ लुट्ने हो यहाँ गरी खाने भनेको अब त्यही हो पहिला आएकोले गरे अब ठिकै छ हामी आउने बेलामा अब हाम्रो निरमाल याजरका हाकिमहरूले चाहिँ ट्याक्क लगाएर हामीलाई काम लगाइदिन्छ मजाले भने सबैलाई भनेको रहेछ त्यो फेरि मजाले आयो अहिले अब हाम्रो फोन पनि उठाउँदैन त्यस्तो छ अब हालत त्यस्तो छ अब अर्कै एजेन्ट पनि पाउँदैन गाह्रो छ अब त्यही भएर सिजनलमा चाहिँ नआएकै राम्रो नआउनु त्यही हो सिजनल फेरि यहाँ फेरि सबैलाई सुरुमा चाहिँ केही नभन्दो रहेछ एकदम राम्रो यताउति कम्पनी भनिदिने फसाइदिने अनि पैसा सुरुमा लिइहाल्दो रहेछ अनि चाहिँ बिएफएक्स गर्ने बेलामा एकैचोटि थाहा हुन्छ डकुमेन्ट हेरेपछि पैसा त्यत्रो तिरिसक्यो अब 6 महिनालाई जो भयो नि आउनु पर्यो 6 महिनालाई अब काममा लगाइदिन्छ आश त देखाइहाल्यो जमाले अब आयो फस्यो यहाँ कुरो त्यही त हो अब धेरै आश देखाउँछ कि अब कम्पनी चाहिँ राम्रो हो यहाँको अब हामी पो लक्की थियौँ कोही केही जान लक्की थियौँ र हामी परियो त्यसमा अब यसैमा यही कम्पनीमा पनि थियो नि त अब कति आधाजनाको त बेहाल छ नि त अब कहाँ जाने के गर्नु नेपाल गयो भने त्यो उसलाई छोड्दैनन् फेरि एजेन्टलाई र त्यो के भन्छ म्यान पावरलाई
एजेन्टलाई त जेन्जीको पावर देखाइदिने हो। अब फर्किन पर्यो भने त्यही हो मेरो सिद्धान्त भनेको त्यही हो। फोन उठाएर कमसेकम ल बाबु नाच्यो हामीले कोसिस गर्दैछौँ केही त भन्नुपर्छ। फोनै उठाइदिनु अलि फोन कसैको पनि फोन उठाउने होइन फोन एकचोटि अब फोन गरेर जाने काट्ने कि फेरि अब त्यो होइन नि त तरिका। अब हामी थोरै न 12 लाख भनेको थोरै हो। मेरो काटकुट खर्च भनेको तपाईँको लगभग 17 लाख जति खर्च भएको मेरो। 12 लाख त त्यहीँ दियो यताउता। अब तिनीहरूलाई अब छुट्टै चाहियो पुलिस रिपोर्टलाई छुट्टै क्यास दिनु पर्यो तिनीहरूलाई। अब एजेन्टहरूले के भन्छ मेन पावरले प्रायःले हामीलाई ब्याङ्कमा चाहिँ सपाटी भनेर हाल भन्छ त्यो नहाल भन्छ त्यो त्यसको लागि भनेर नहाल भन्छ। अब त्यस्तो चाहिँ नगर्ने कसैले पनि अब आउनेहरूले चाहिँ त्यस्तो नगर्नु। 6 महिना काम गरेर नेपाल फर्किन पर्यो भने त्यो 12 लाख तिर्नलाई 12 वर्ष लाग्छ कि लाग्दैन नेपालमा लाग्छ नि। अनि जिन्दगी त बर्बाद भइगयो नि यार। त्यस्तो दुःख गरेर बाबुआमाले कहाँदेखि जोडेर दिएको हुन्छ यार। डराएर आएर बिजोग बनाएर यहाँ कहाँ जाने कसो जाने होइन। त्योपछि यो सिजन सिद्धिएपछि पनि एउटा काम लगाउँछु भनेर पहिले भनिदिएको हुन्थ्यो। भन्यो पहिले आश्वासन देखाएर हामीलाई अहिले फेरि ऊ त्यो नभन्ने फोन पनि नउठाइदिनु त्यो सबभन्दा गलत हो कि। नेपालमा बसेको सब एजेन्टहरूलाई भन्न खोजेको हजुरहरूको पनि फ्यामिली होला तर यहाँको मान्छेको पीडा सबै बुझ्नु पर्यो कि छुट्टै छ यहाँ। यस्तो हो सिद्धान्त चाहिँ फर्किनु पर्यो भने अब कसैले बुझाउनु पर्दैन हामी आफै बुझाउँछ। सिधा कुरा त्यस्तो हो। तर लाइफ चाहिँ यहाँ रमाइलो हो। फेरि लाइफ त युरोपको एकदम रिल्याक्स होइन। लाइफ त यो जति चिल त देखिँदैन। 2-3टा देश त घुमियो अहिलेसम्म यस्तो युरोप त मैले युरोप भनेको एकदम चिल एकदम रिल्याक्स। नेपालमा जस्तो त्यो ईर्ष्या गर्ने दया गर्ने त्यो कहीमा पनि छैन। तिमी जेसुकै गर तिम्रो पैसा तिमी जेसुकै गर। यहाँ चाहिँ मान्छेहरू चाहिँ आफ्नो लागि आफै गर्ने आफै जिउने यति भिन्नता मैले देखेँ नेपालमा। यहाँको चाहिँ यहाँको मेन प्लस पोइन्ट त के छ भने यहाँ 70 प्लस मान्छेले पनि बुढीले पनि काम गर्ने। त्यो त हाम्रै ठाउँमा छ 68 वर्षको काम गर्छ अब सबैमा। देशमा यहाँको जस्तो कानुन यहाँको जस्तो व्यवस्थापन सबै हुनुपर्छ कि हाम्रो देशमा। अहिले जेनजीले गरेको एकदम राम्रो भयो। हाम्रो नेपालमा त नटिकेको चाहिँ अब राम्रो सेलरी पनि दिन्न नि त कामदारहरूलाई होइन। नेपालले अब गभर्मेन्टले टोके अनुसार जस्तै अब मैले पोखराकै कुरा गरौँ न होइन मानौँ हरेक रेस्टुरेन्टमा काम गर्नेहरू भाडा मान्नेहरूलाई तपाईँको 12,000 छ कि 12,500 19,000 कि कति छ अहिले त्यति छ। दिनमा 8,000 रुपियाँ दिन्छ त्यस्तो छ। अनि को काम गर्छ त्यस्तो 8,000मा। नेपालमा महँगाई त्यस्तै छ। त्यसलाई खबरदारी गर्ने मान्छे पनि त छैन फेरि। त्यस्तो हो नि त फेरि सबै लुट्ने त्यही त लुट्ने। अब त्यही अनुसारको फेरि मार्केटिङ पनि त छैन। होटलहरू फेरि अहिले गचमै छ जतै जाँदा त्यो हर एक गल्लीमा होटलहरू छन् फेरि त्यही हिसाबले फेरि यहाँ पनि त तर टाइम म्यानेजमेन्ट भन्ने चिज सबभन्दा राम्रो हो। अनि यहाँको पोलिटिक्सले पनि राम्रै हरेक सपोर्ट गर्ने। अनि तिम्रो एजुकेसन पनि फ्री छ न यहाँ। अनि अब ट्याक्स दिन त हरेक देशमा पर्छ किनकि ट्याक्स तिरेर चाहिँ अब अरू चिजहरू पनि त्यो गर्नुपर्छ एडजस्टमेन्ट गर्नुपर्छ सबै चिजको। यहाँ त 17 वर्ष कि 16 वर्षदेखि माथिकोलाई पनि अलाउड छ कि काम गर्न अलाउड छ। स्कुलको बच्चाहरूलाई पनि काम गर्न अलाउड छ। उनीहरूको बिदाको दिन बिदाको बेलामा काम गर्छन्। यहाँ आउँछ काम गर्छ कमाउँछ आफ्नो खर्च आफै निकाल्नु रमाउने आफै हो कि यहाँ। अब त्यस्तो वाला छ। एजुकेसनको लागि आफ्नो प्यारेन्ट्सलाई डिपेन्ड हुनु परेन। अनि आफ्नो खर्च फ्री टाइममा काम गरेर आफै निकाल्न सकिन्छ आफ्नो खर्च। नर्मल यहाँको भनेको 900,000 रुपियाँ त जहाँ पनि छ। आफ्नो खर्च निस्किहाल्छ मजाले। यहाँको चाहिँ त्यो चाहिँ प्लस पोइन्ट कि राम्रो धेरै राम्रो नि। अब हाम्रो आशा भनेको त्यही हो। अब जे होस् जेनजीले गर्नु भएको छ अहिले चाहिँ होइन राम्रो गर्यो। तर यो पुरानो पार्टीहरूको जो बसिराखेको तिनीहरूलाई त फेरि उत्यो गर्नुपर्छ के
तिनीहरूलाई कैद गरेर राखिहाल्नुपर्छ भित्र जाठाहरूलाई। तिनीहरूलाई फेरि पिट्नुपर्छ। अस्ति त मार्नु पर्ने हो, अब छोडेछ फेरि। तिनीहरूको त्यो झोलेहरूलाई पनि हान्नुपर्छ कि सबभन्दा मेन त तिनीहरू त झोले यार, मेनै झोलेले गर्दा चाहिँ बिग्रेको। अनि झोले जरो नभए त अनि मेन मान्छेले मात्रै अहिले हेर न बुरुक बुरुक उफ्रिराखेर त झोलेले गर्दा उफ्रिने त त्यो एउटा कुन चाहिँ देखिरहेको थिएँ यार मैले फेसबुकमा यार, भोलिपल्ट यार नलनको भोलिपल्ट यार। अनि त्यति धेरै बच्चाहरू मरे यार, शहीद भए बिचरा। तिनीहरूको त व्यर्थ जान्छ नि। फेरि त्यो आयो अहिले केपी ओलीबा निस्केर यतिको बोल्न पाएको, त्यसलाई गार्ड चाहियो रे। अनि आर्मी त्यो रिजाइन दिइसकेपछि नेपालले कानुन बनाउनु पर्छ कि कोही मन्त्रीलाई साला जो प्रधानमन्त्री होस् या राष्ट्रपति होस् सबको त्यो अनि सामान्य नागरिक हुनु पर्यो, सामान्य नागरिक नर्मल पिपुल हो नि। त्यसलाई सेक्युरिटी गार्ड चाहियो, ड्राइभर चाहियो, सबै कुरा त्यसलाई दिएर हुन्छ। अनि भोलि बिहानदेखि त सबै मन्त्री बन्न हिँड्छ। एक दिन मन्त्री बन्यो भने लाइफ टाइमलाई भयो सबै कुरा पाउँदो रहेछ भनेर हुन्न के। देश त्यसरी चल्ने भए त ट्याक्स त्यही कारणले बढाउने हो क्या, ट्याक्स बढ्ने। देश चलाउनु त यताबाट सिक्नुपर्छ यार, देश कसरी चल। यहाँ केही छँदै छैन यार, न गुन्डा गरिदिन्छ, राति 12 बजे तपाईँ एक्लै हिँड्नु या 10 लाख बोकेर यहाँ केही हिँड्नु। अरे हाम्रो त्यो म्याडमले त्यही भनेको सुनेन, रातिको म गएर 1 बजे 2 बजेतिर हिँडे पनि मलाई केही हुन्न, म डरै छैन यो देशमा भन्छ। त्यही त हाम्रो त अब नेपालमा यहाँ चाहिँ पुलिस देखेर चाहिँ टक्क लगाएर मान्छेहरू चाहिँ ल है हामी ढुक्का छौँ भन्ने हुन्छ। नेपालमा चाहिँ पुलिस देखेर डराउनु पर्छ। यहाँ त पुलिस त्यस्तो रहेछ। पुलिस त कहाँ छ नि, पुलिस पनि देखिन्न यहाँ। मैले देखेको जागरिक जाँदा मात्रै देखेको हेल्प गर्ने के एकदम के पब्लिकको लागि त सबै के हामी त पब्लिककै लागि हो भनेर बनेका कि सबै। अस्ति दौडाको पनि ठिकै हो जाँठाहरूलाई मैले। अनि राम्रो हो नि, पिटेको धेरै राम्रो हो। गर्नुपर्ने चाहिँ थियो कि यो एउटा नयाँ चेन्जको लागि यो सब हुनुपर्ने कुरा चाहिँ हो नि, एकदम हो, एकदम जरुरी थियो, यो हुनै पर्ने थियो। भयो पनि ठिकै पनि भयो, एकदम राम्रो पनि भयो। अहिले कुलमान के अरे कुलमान घिसिङ अनि अर्को महावीर पुन। हाम्रो त्यो महावीर बाजे त पुरा खतरनाक हो नि त। फेरि मन्त्रालयमा बिस्तारा चाहियो भनेर होइन, जे साँचो हो त्यो भन्ने थियो क्या। ऊ पनि त जहाँ कहाँ आफ्नो काम गर्ने ठाउँमा बेचेर एउटा ऊ त्यो दक्षाएर बस्ने त्योमा टेन्टमा बसेर देखाइरहेको थियो। ऊ सादा जीवन उच्च विचारवाला मान्छे हो क्या एकदम। अनि केही कुरा त अहिले एकदम धेरै चेन्ज भयो, धेरै राम्रा मान्छेहरू आए नि त अहिले पनि के चुनाव जो हुन थालेछ नि, त्यो चुनाव सिर्फ प्रधानमन्त्रीको लागि मात्रै गराइदिए हुन्थ्यो। यो सबै जो अहिले चुज गरेको मन्त्रीहरू छन् तिनीहरूलाई एज युजुअल राखे पनि हुन्छ कि मैले भन्नु अनुसार है। किनकि जो चाहिएको मन्त्रीहरू ऊर्जा मन्त्री हाम्रो कुलमान घिसिङजी हुनुहुन्छ, उहाँ ठिकै हुनुहुन्छ। शिक्षा मन्त्री महावीर पुन भनेको त उहाँ ठुलै मान्छे अनि डाउन टु अर्थ मान्छे, सबै त्यही त हो। उहाँहरू चाहिँ चाहिन पर्ने यो ऊ चाहिँ छैन। मन्त्रीको प्रधानमन्त्रीको चाहिँ हुनुपर्छ, किनकि सुशीला कार्की होइन उहाँ भएको पनि अहिलेलाई राम्रै छ चलाउनलाई, उहाँ अहिले 6 महिनालाई। तर उहाँ पछिको अब अगाडिको अब हजुरलाई तपाईलाई चाहिँ के लाग्छ? म त के भन्छु भनेपछि एउटा राम्रो देश चलाउने आइदियोस्, देशको अर्थवर्थ सबै राम्रो गराइदियोस्, जनतालाई दुःख पाउनु भएन, त्यही चाहियो क्या। देशले पनि दुःख पाउनु भयो अहिले त देशले पनि दुःख पायो। देशको जनताले दुःख पाएपछि देशले दुःख पाउँछ। बालन चाहिँ अहिलेको लागि चाहिँ बालन चाहिँ राम्रै पात्र हो क्या मन्त्रीको लागि चाहिँ। म त गर्नु त गरिराखेछ होइन, गरिराख्ने यार। तर पछाडिबाट उसलाई ब्याक बाइटिङ पनि गर्नेहरू त्यही त त्यसको स्थिति अहिले चाहिँ अलिक ठिकै छ होइन। अब चिकन पनि आइपुगेछ।
सिकन आएपछि अर्को कुरा अब दसैँतिरको कुरा गरौँ न। अब त दसैँ पनि मुखमै आइपुग्यो यार। दसैँ आज के हो? गणेशसम्म अस्ति थियो भने साथ मलाई त्यस्तो खासै केही आउँदैन। के भन्छ 2-3 दिन भइसक्यो दसैँ सुरु भएको। म पहिला चाहिँ त्यही यसपालि हो दसैँ टिका नलागेको म पनि हो यार एकदम दुखै छु है। आफ्नो फ्यामिलीसँग पख्न नपाएर टक्क लगाएर कति साल त ठिकै लाग्थेन पहिला पनि गाउँमा। गाउँमा आजभन्दा 10 वर्ष पहिला गाउँको माहौलै छुट्टै हुन्थ्यो यार। अलगै गाउँमा त यार मान्छेहरू साथीभाइहरू कति हुन्थ्यो। पढ्न बसेका काठमाडौँ पोखरा बसेका गाउँ आउँथे, विदेश बसेका गाउँ आउँथे। अहिले त एउटा बाटो घाटो कमरेल घर पत्ने छुट्टै थियो नि माहौलै छुट्टै थियो। पोडकास्टमा फेरि मासु पाउँछ कि चिकनको म फेरि खासै रुचाउन मासु होइन। दसैँमा अहिले गाउँमा जाउँ न, गाउँमा मान्छेहरू एउटा पनि साथीभाइहरू सब विदेश छ। गएर पनि सब त्यहाँ अब बुढाआमाहरू बाबाहरू सबै त्यति मात्रै छन्। कोही पनि छैनन् यार गाउँमा त यार। बुढाबुढी लास्ट उडान मान्छे छैनन् भन्छ नि। अब हाम्रै गाउँमा हो नि। अब हाम्रै गाउँमा छैन मान्छेहरू त खत्तै। पहिला हाम्रो गाउँमा डेन्जर रमाइलो हुन्थ्यो नि। तर हाम्रो गाउँको बुढाहरू चाहिँ गर्छ है। जे होस् हामी युवाहरू हुँदा त हामीले सधैँ पिङ हाल्थ्यो होइन। अहिले बुढाहरूले हाल्छ कि हाम्रो गाउँमा होइन। अहिलेसम्म नि गाउँमा युवाहरू नहुँदा नि बुढाहरू जोसेर चाहिँ टक्क हालिदिन्छ पिङ चाहिँ। अब पाहुनाहरू आउँदाखेरि टक्क खेल्नु पऱ्यो नि त। गाउँको मजा भनेको त्यसैमा छुट्टै छ। रोटे पनि हुन्छ नि त त्यो रोटे पनि अनि अर्को लिङ्गे पिङ होइन छुट्टै छ नि त। छुट्टै मजा छ अहिले। अब रमाइलो छुट्टै थियो यार। 10 वर्ष पहिला त नेपाल छुट्टै थियो यार। राम्रो अहिले चाहिँ बिगारेछ। जिन्दगीमा कमाउनै पर्यो, अगाडि फ्यामिलीहरूलाई हेर्नै पर्यो। अहिले त विदेश नेपाल बिहे चाहिँ हुनु अनि बिहे गर्नै गाह्रो यार। त्यही त हो। दसैँमा त खसी काट्ने के हुन्थ्यो पहिला है। यहाँ चाहिँ खसीको मासु खसी यहाँ जागिरीमा पाउँछ। पाउँछ भेटाएन अस्ति त। त्यो खसीको न थोडी होइन खाना जागिरीमा खाना त पाउँछ त भनिरहेको। नेपाली थकाली त्यो मगाएको पाउँदै पाएन कि खसीको मासु। केटाले 15 युरो रे थकाली खानाको 15 युरो भने चाहिँ कति पर्यो नेपालमा? 10 युरो भनेको 1600 पर्यो। नेपाल हिसाब गरेर बस्यो भने त फेरि यहाँ पनि बस्नु सकिन्न। त्यही भन्न खोज्छु कि विदेशमा आएको जुन देशमा आएको त्यो पैसा देशको करेन्सीको त्यही हिसाबले चलेको। त्यही हिसाबले नेपालको हिसाब चल्यो। नेपालमा पानी खान त केही खान सकिन्न यहाँ त। पानी खान सकिन्न, बियर खान चाहिँ सकिन्छ। बियर खान पानी भन्दा बियर सस्तो छ। त्यही भएर हामी जेनजीले बियर खान्छ यहाँ। बियर त धेरै सस्तो यार। अरे बोल्ने आधारै यही छ। त्यही हो कि अरू चाहिँ के भन्नुहुन्छ? अरू के छ कस्तो छ? अब यहाँदेखि भाइ अब म त यस्तो हो, मेरो कम्पनी चाहिँ हामी सबै एउटै कम्पनी हो होइन। अब जे होस् अब म अब यो कम्पनीमा म चाहिँ बस्न सकेन भन्दा पनि अब सिलेक्ट भएन है। आफूले गर्न सक्ने बेस्ट त मैले देखेँ होइन। तर अब त्यही हो अब दुर्भाग्यको कुरो। अन्त जानु पर्यो होइन। अब साथीभाइहरूसँग छुट्टिनु पर्यो है। अब तर राम्रो छ हाम्रो कम्पनी होइन। प्लावर लगुना चाहिँ राम्रै छ। अब राम्रै कम्पनीमा पठाएको हो मेन पावरले चाहिँ। मेन पावरले राम्रो कम्पनीमा पठाएको होइन कि हामी चाहिँ परेको राम्रो कम्पनी हो कि नि? नत्र तिनीहरूले त 6 महिनाको लागि पठाएको नि। हामी 2 जना लक्की भयो परियो, तिमी परेनौ नि त। अब यस्तो कि अब नेपालको जेनजीहरूले चाहिँ मेन पावर पनि एक गरेर जलाइदिए नि राम्रै हुन्छ। अब त्यो पनि यहाँको जेनजी गर्छ जलाउनु पर्छ। यहाँको जेनजी होइन महाजेनजीहरू होइन। यहाँ गयो भने त यहाँ फर्किनु पर्यो भने त बर्बादै हुन्छ उहाँहरूको म्यान पावरको त। त्यहाँ त गराइदिनु पर्छ। हामी मेन पावरमा त टन्नै छ नि त फेरि। अब कहिले राख्छ 50% त नेपाली यहाँ अहिले यही सिजनमा जाँदैछ नि त। एचआरमा छैन निर्मल त्यहाँबाट आउने धेरै छ। निर्मल एचआरबाट आएको धेरै छन् होइन। अब त्यहाँ बसले चाहिँ ल म अरूको थ्रोबाट आएको भए त ल छुट्टै हो। अब अरू अब
त्यो बसको भन्दा नि मुनि मुनि हुन्छ नि त चेलाहरू त्यहाँबाट आएको भयो लो छुट्टै भयो होइन उहाँको त्यसकै मेन पावरकै चेयरम्यानबाट आएको छु त्यही सन्जु भने होइन त्यही थ्रोबाट नाम त नलिउँ अब त्यसकै बिल्कुल अब त्यसकै उसबाट आएको तर त्यसले अहिले चाहिँ होइन पहिला आउने बेलामा चाहिँ यहाँ आउनुभन्दा अगाडि चाहिँ यस्तो उस्तो भनेर पठायो अहिले फोन पनि उठाउनु फोन उठाएन अरे अरूको पनि उठाएन कसैले फोन उठाएन अब धेरै दुःख पाछ अब फर्कियो भने त केटाहरूले त्यतिकै 12 लाख 15 लाख त छोड्दैनन् जिन्दगीभरिको कमाइ हो नि त्यहाँ नेपालमा बस्यो भने त 15 लाख कमाउनलाई जुनै जान्छ यार 20,000 को हिसाबले गर्नु त पुरा जिन्दगी जान्छ हिरो बाहिर धनी हुन्छ भनेर आएको झन् उल्टो गरिब बनाइमा जाँठाहरूले त्यही भएन अब यो 2-3 महिना त हो 2-3 महिनामा अब तिमी नेक्स्ट अर्को ठाउँमा जे कामलाई जुन कामलाई पनि नाइ भन्ने होइन फेरि काम चाहिँ आफ्नो 100% दिने हो राख्ने नराख्ने त उनीहरूको कुरा हो तर तिमी त्यहाँदेखि आएर फेरि तिमीलाई यहाँ सेफले भनिराखेछ तिमी आऊ बस्ने हो यहीँ भनेर भनिराखेछ त जस्ट तिमी आउनै पर्यो क्या यहाँ काम राम्रो छैन भने ठिकै छ काम राम्रो छ भने त तिम्रो हिसाबले अब तिमीलाई जे गर्नु मन लाग्यो त्यो गर होइन तर यहाँ सेफले पनि वेलकम गरेकै छ होइन अब आएर यही काम मलाई त सबभन्दा त यही राम्रो लाग्यो जस्तो हुन्छ जस्तो लाग्यो मलाई होइन खानाको बारेमा चाहिँ यहाँ एकदम इजी यार खाना बनाउन खाना हैन केही टेन्सन छैन खाना बस्नु त ठिकै हो सब हैन कि खाना होटलमा हामीले बनाउनु पनि इजी के इजी नेपालमा चाहिँ त मुजी 50 थरी मसला हाल्न पछि केही टेन्सनै छैन नुन हाले नुन र पेपर हाले पेपर पनि खाना बन्यो के भन्छ पेपर पनि हाल्ने रे पेपर हाल्ने चाहिँ हैन रे पिरो हुन्छ रे बिहान तफ्लिक हुन्छ रे तफ्लिक खतम कि खाना हाम्रो यही खाना नेपालमा बनायो भने 50 थरीको मसला हाल्छन् यही खानामा हाल्छन् के त हो हैन जे होस् यहाँ चाहिँ ओरिजिनल खाना खाने मान्छेहरूले त्यही भएर अब तपाईँको अब 60-70 वर्षकोले काम गर्नु भनेको सानो कुरो हो नेपालमा चाहिँ यति बेला त बुढी माउहरू त सुत्छ काम गर्नै सक्दैन नेपालको सेफहरू त सेफै होइन जस्तो लाग्छ नि यार त्यही यहीको खानालाई नेपालमा तिमी यही खाना बनाऊ 50 थरी मसला हालेर बनाउने हो कि यही खाना हामीले बनाएर आएको 50 थरी मसला हालेर यहाँ त अनि एकदम इजी छ नि यार ओरिजिनल खाना त इजी छ के बनाउनु हैन जे पनि हो तर ठिकै हो आफ्नो कन्ट्री अरू कन्ट्री सबैमा आफ्नो तरिकाले चल्ने सबैको सेफहरू सबै एउटै हो हैन त्यही पनि जे भन्छ तर आउने मान्छेहरू जो हुनुहुन्छ अब क्रोएसिया आउनुहुन्छ पोल्यान्ड युरोप कन्ट्री भनौँ तर एउटा सिप सिकेर आउनु होला कि आफूले यहाँ धेरै जस्तो सिप सिकेर आयो भने जस्तै हजुरले पिज्जा बनाउन जानुभयो बेकरीमा जानुभयो भने ठिकै छ त्यसमा आउनु घर बनाउन राम्रै छ यार यहाँ त घर बनाउन हैन सबभन्दा राम्रो त घर बनाउन जान्नेहरुको बात पिज्जा जान्नेहरुले त झन् राम्रो हो उसको लागि त रेस्टुरेन्टहरुमा झन् राम्रो उत्योहरु छ के अब त्यही हो मेरो नि प्लान त्यही हो अब अलि अब चाहिँ ढुङ्गा मुढा उचाल्न जाने हो टक्क लाएर अब तपाईहरु त नेपाल जानुहुन्छ म चाहिँ अब ठुलो भएपछि आउँछु टक्क छोरा ठुलो भएपछि कि आफू ठुलो भएपछि म चाहिँ अझै सानै छ म त ठुलो हुनै छ अलि ठुलो भएपछि आउने हो अब देशहरुको सबैको कुरा भयो हैन अब देशमा बस्ने जनताहरु हाम्रो फ्यामिलीहरुको लागि केही दशैंको शुभकामना दिनु हैन म चाहिँ त्यही हो मेरो अब बाबाआमालाई एकदम मिसिङ गरिरहेको छु हैन टक्क लगाएर म चाहिँ पहिलाचोटि यसरी हिँड्यो भने त बाहिर म पहिलाचोटि हिँडेको अब म पहिलोचोटि यो दसैँ पनि मनाएन अब म नत्र म पोखरातिर बस्दाखेरि म डेली काम गर्ने अब हरेक वर्ष जाने गर जस बाबाआमाको हातबाट मैले यो निधार चाहिँ खाली गरेर हैन भाइटिका तपाईको दसैँ हो हैन यसपालि चाहिँ अब त्यही खल्लो भयो यता युरोपमा सिजनलमा आयो तपाईको अब के भयो यता काम पनि खाली अनि एकतिर दसैँ निधार पनि खाली पैसा पनि खाली यही बेलामा चतारो गरे मलाई अब हेर्नु सबैतिर खाली खाली अब कता गुल्टिने हो थाहा छैन हैन त्यही भएर हैन आउनेहरु चाहिँ सिजनलमा
आउँदै नआउनु त्यही हो। अब सबैजना नेपाली अब दाजुभाइहरू बहिनीहरूलाई टक्क लगाएर शुभकामना छ है, टक्क सबैलाई शुभकामना छ। सबै देशवासीहरूलाई देशमा सुरक्षा भएर बस्नु होला।